यस्तो लिएर कहिले गएर कहिले फर्किने गाइजहरू हामी चाहिँ आज साल नदी आएको एकदमै के होस् त यहाँ चाहिँ होइन एकदम रमाइलो नि भइरहेछ हामी चाहिँ ठ्याक्क गाडीबाट झऱ्यौँ अब लास्टसम्म हेर्नु होला है मेलामा आएर भिड भयो भन्नु भने सबभन्दा ठुलो मूर्खता होला होइन अब भिडभाड बजार रमाइलो छ अब यहाँदेखि हेर्नुहुन्छ भने एकदमै परसम्म नै भिडभाड छ यसको रमाइलो नै यही होला सामानहरू पनि रोडको यता पनि यता साइडमा पनि उता साइडमा पनि मजाले पसलहरू चाहिँ लागेको छ होइन त्यो चाहिँ पहिले भनेको चाहिँ पहिलेको टाइममा चाहिँ एकदम महत्त्व हुन्थ्यो होला तर अब अहिले चाहिँ जताततै हामीले बजार देख्ने भएर त्यस्तो इम्पोर्टेन्ट नभए पनि तर माहौल चाहिँ तताएको छ है यहाँ चाहिँ हरेक किसिमको बजार चाहिँ देख्न सकिन्छ फुलदेखि लिएर ब्यागदेखि लिएर के नभएको भन्ने कुरै छैन होइन enjoying the vibes. के भन्नु छ भने भनौँ म्याडम एकदम रमाइलो भइरहेछ अनि घुम्न आउनु सक्दैन होइन दर्शन गर्न मैले अलिकता युनिक सामानहरू देखेँ होइन राम्रो छ के सानो के राख्नु सबै काठको सामानहरू कस्तो राम्रो यार यो सबै घडीहरू पनि राम्रो छ है यहाँ त टिस्यु राख्नु पनि दामी यो के अरे बुक राखेर बढ्ने नि राम्रो या मम्मीले मागे खोजेको थियो नि अस्ति नै होइन यहाँ नछिरौँ यहाँ छिर्यो भने दिन बित्छ अलि धेरै समयपछि आएको हो यहाँ होइन अनि मैले अर्को नयाँ कुरा चाहिँ के देखेँ भने नि गाइजहरू अरू त हामीले देखिरहेकै कुरा हो प्राय मेलामा चाहिँ कस्तो भने यस्तो यो रोटी पिङहरू हुन्छ नि त म सानो हुँदाखेरि चाहिँ मैले त्यस्तो देखेको थिएन तर आज चाहिँ मैले यहाँ देखेँ माहौल चाहिँ फुल तातेको छ यहाँ अब त लास्टतिर हुन थालेर नि होला मन्दिर चाहिँ बल्ल आइपुग्न लाग्यो त्यहाँदेखि यहाँ आउँदै एकदमै ती भुलिँदो रहेछ बजार हेर्दै नुहाउने ठाउँ आयो है गाइजहरू तल गएर नुहाउने हो होइन यस्तो छ माहौल चाहिँ एकदम रमाइलो छ अब तल गएर हेरौँला है अरू चाहिँ स्वस्थानी माता कि जय के माता रे स्वस्थानी माता कि जय मन्दिरतिर आएर होला प्रभु श्री माधव नारायण कि कति थोरै भिड छ हेर्नुहोस् त गाइजहरू कति थोरै भिड हो आउने चाहिँ यहाँ हो है यहाँ जल चाहिँ हालेर आइसक्यो होइन आम्मामामामामामा भिड चाहिँ हो क्या गाइजहरू यो कसरी उ गरेर जाने होला त यो भिड ल धर्म कर्म गर्न नि गाह्रै छ गाइजहरू नेपालमा तपाईँ अरू ठाउँमा त थाहा भएन धर्म कर्म गर्छ नि गर्दैन यहाँ चाहिँ धर्म कर्म गरेर नि गाह्रै भयो यस्तो भिड कसरी होला प्रभु यहाँ घुम्नुपर्छ छैन नि यहाँ चाहिँ कस्तो माहौल हो भने 64 घुम्न पनि 64 मिनट नै लागेको हो हैन। यति भिड
तर जे भए पनि अब दर्शन गर्न आएपछि त्यो कुरालाई इन्जोय गर्नु परिहाल्यो। हर हर महादेव। स्वस्थानीको कथाको चाहिँ मेन क्यारेक्टर भनेको चाहिँ होइन देवी देवता त भइहाल्यो, तर एज अ वुमन फर्ममा चाहिँ सबभन्दा इम्पोर्टेन्ट भनेको चाहिँ मलाई गोमा हो जस्तो लाग्छ होइन। यहाँको अट्र्याक्सन पनि त्यही नै हो। त्यही भएर यहाँ हामी चाहिँ गोमाको कुटीमा चाहिँ आएको छौँ होइन। यो चाहिँ अहिले पनि यस्तो चाहिँ अब यो अभियसली यो रेप्लिका नै हो, यस्तो देखिन्छ होइन। राम्रै छ, सबैजना अब एउटा सबैको आस्थाको केन्द्र भनौँ न। तर भिड चाहिँ एकदमै छ गाइजहरू। यो लास्टतिर भएर नि होला, कुटी चाहिँ ठ्याक्कै यस्तो देख्छ, यहाँ लेखेको पनि छ। यहीँबाट दर्शन गर्नु होला ल। दर्शन भयो ल। अनि नेक्स्ट भनेको चाहिँ उहाँको बुहारी चन्द्रावतीको चाहिँ अब बस्ने ठाउँ अथवा यस्तो भनेर अहिले चाहिँ यस्तो स्थितिमा छ होइन। अब यहाँ यता 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 सरे ठिकाना बस्नु तपाईँ। अब यो ठाउँलाई यो उसलाई चाहिँ अझ इन्ट्रेस्टिङ बनाउनको लागि चाहिँ केही न केही नयाँ कुराहरू ल्याउने प्रयास होला। त्यही अन्तर्गत चाहिँ यहाँ घोडा पनि राखेको रहेछ। धेरै मान्छेहरू घोडा पनि चढ्दै हुनुहुन्छ। पहिलेको भन्दा धेरै कुराहरू एड गरेर अझ यसलाई चाहिँ व्यावसायिक रूपमा पनि राम्रो बनाउने चाहिँ कोसिस जस्तो देख्छु म चाहिँ। यहाँ चाहिँ धेरै स्थानीय गेडागुडीहरू त्यस्तो पनि बेच्न राखिएको छ भने यहाँ मिठाईहरू हुन्छ नि, यो मिठाईको पनि स्पेसल कहानीहरू छ। यहाँ चाहिँ लोकल दालहरू गेडागुडी के छ यो चाहिँ सबै बेचिराख्नु भएको छ। चाहिँ अलि ओराएर चाहिँ यो काठको फर्स्टमा उतापट्टि नि मन परेको थियो, यहाँ नि मन पऱ्यो होइन। यहाँ चाहिँ हामीले यो काइयोहरू लाने चाहिँ हामीलाई यो काइयो मन पऱ्यो, त्यही भएर हामीले यो काइयो लान लागेको लाग्छ। अलिक धेरैजनाको अट्र्याक्सन भनेको चाहिँ यो कुवा पनि हुन्छ। मनपर्नेले चाहिँ खुवा नै धेरै लिएर गएको चाहिँ यहाँबाट देखिन्छ। मलाई चाहिँ खासै खुवा मन पर्दैन। एउटा प्रसादको रूपमा चाहिँ एउटा राम्रो अप्सन हो यो पनि। हामी चाहिँ अब गाडी चढ्न फर्किनको लागि यस्तो भिड होइन। अहिले नि त्यस्तै छ। म हजुरहरूलाई देखाउँछु है ब्याक क्यामेरा गरेर। यो त के भन्नु, भिडको सुरुवात मात्रै थियो कि यति भिड उ गरेर आइयो कि कुरै नगर्नु। अरू भनेको त्यस्तै हो, भगवान्को दर्शन भयो अनि त्यसपछि एकछिन रमाइलो भयो यस्तो भिडमा भए पनि। त्यही हो, हामी चाहिँ एकदमै रमाइलो गरेर अब फर्किन लाग्यो। यो भिडियोको लागि यति नै। अरू पनि भिडियो आउँछ, हेर्दै गर्नु होला। ल बाई बाई गाइजहरू।